माइक चेक गर्न सक्नुहुनेछ मान्छे आवाज दिइरहेको छ या छैन भनेर यदि रेडी हुनुहुन्छ भने सिग्नल गर्नुहोला हाम्रो टाइम स्टार्ट बोलना हजुरबाबु हो जाँदो रहेछ त नेवार भाषा सबै जाँदैछ सिकाउनु भएको कस्तो आएको है पार्नै सकिने क्या हो यसले हावा चलेछ ढिलो गरे बुवा नै ल्याएको छैन नि क्या के त्यो त अहिले पछि बुवा नै खै तिनीहरूको कचौडाको बुवा छिटो भयो ढिलो भयो त्यहाँ कतिमा भयो
यिनीहरूको टाइम अफ भयो यही यो टाइम हो न भ्याइन लाग्यो कि ल्याछन् ढिलो गरे यिनीहरूले अलिक छिटो गर भनेर चिच्याउनु न यिनीहरू मन्दिर लानै छ कहिले हो काट्दिन भयो काट्दिन गयो काट्दिन गयो कि लिमको दिन गयो आज 12 दिनको दिन नानी र बाला पासालाई नुहाइदिने। अब पछाडा खै तिनीहरूले दोकेर सिन्दुर हालिदिन्छ त्यही गयो कि नमन छिटछिट भने न के बाबुले पनि ढिलो भन्यो क्या त्यहाँ नभ्याएको भएर होला नि यति मिहिनेत गरेर खेर जान्छ क्या ढिलो भयो क्या बाबु अलिक छिटो बोल्यो तिनीहरूले भ्याइ भन्नु पऱ्यो नि छिटो छिटो भन सिन्दुर हाल्दैन लाग्यो कि गर्नु आयो कुन्नी तिनीहरूले दुलै सुलै ढाकढुक पार्नु पऱ्यो नि फेरि टाइम धेरै भयो ढिलो भने यिनीहरूले हातले लायो अब नानीले सूर्यको पूजा नगरिकन कसैलाई पनि हेर्नु हुँदैन। त्यसैले कुनै कपडाले उनको अनुहार ढाकेर पूजा गर्ने ठाउँसम्म लग्छ। अब निनी र नानी मिलेर ढाकेको अनुहारमा निनीले हात समारेर पूजा गरिन्छ। ओना ढाक्ने कपडा लगाएको थियो नि तिनीहरू आत्तियो कि खानेकुरा लैदिएछ तर पूजा गरिसकेपछि नेवारी पूजा गर्ने भाँडा कोठामा पानी हालेर पहिलो दर्शन सूर्यको गरिन्छ। त्यो मामाहरूलाई हेर्नु न त्यहाँ मामाहरू क्या अब नानीले 12 दिनपछि पहिलोचोटि सूर्यको दर्शन गरिरहेकी छिन्। अब मामाहरूले नानीको अनुहार हेरेर दक्षिणा दिइने गरिन्छ। ए खाम मैले त हेर्दैन ए गयो त जाने बिहारी तर टाइम धेरै भएन यिनीहरूको टाइम अफ भयो अब 8 मिनट उस त्यसै भइसक्यो टाइम थोरै भयो कि हाम्रोमा फेरि धेरै हुन्छ नि त काम त सिन्दुर हालिसकेपछि अब ऐना हेर्ने कार्यक्रम हुन्छ। मन्दिर जानै छ तर नेवारको चाहिँ टाइम थोरै भयो क्या पूजा सकियो। त्यसपछि मन्दिर जाने कार्यक्रम सुरु हुन्छ। टाइम अफ भयो भ्याइयो अब त्यही हो सक्यो